भ्यालेन्टाइन्स डे आउँदैछ, यो ट्रिक सिक्नु भयो भने चाहिँ गर्लफ्रेन्ड 100% फिदा हुन्छ है। यसको लागि नर्मल कार्ड लिनुहुन्छ अनि त्यसपछि यसरी कार्ड राख्दै जान्छु, तिमी मलाई जहाँ मन लाग्छ त्यहाँनिर स्टप भन भन्ने होइन आफ्नो गर्लफ्रेन्ड अथवा बोयफ्रेन्डलाई। अनि उसले जहाँ पनि स्टप भन्छ, जहाँनिर स्टप भन्छ एउटा कार्डलाई यसरी पल्टाउने अनि बाँकी कार्डलाई यसको माथि यसरी राखिदिने है त। सो फेरि तपाईँले सबै तास लिनुहुन्छ अनि फेरि त्यही भन्ने, फेरि स्टप भन भन्ने, उसले जहाँ पनि स्टप भन्छ त्यहाँनिर एउटा कार्डलाई यसरी पल्टाउने अनि बाँकी कार्डलाई यसरी राख्ने त। उसले जहाँ पनि स्टप भन्न सक्थ्यो, तर हामीलाई कहाँनिर स्टप भनेछ उसले, त्यो स्टप भनेको ठाउँको माथिको कार्ड लिने र अर्को कार्डको पनि ठ्याक्क जहाँ स्टप भनेछ त्यसको माथिको अर्को कार्ड लिने है त। अब यहाँनिर के भन्ने, अब यो कार्ड के हो भनेर हेर्ने, यो हुन्छ क्विन अफ हार्ट, किनकि तिमी त मेरो क्विन अफ हार्ट हो भन्ने होइन। अब यो कार्ड के हुन्छ, यदि तिमी क्विन भए म पनि त किङ अफ हार्ट हो भन्ने है त। सो यो ट्रिक कसरी गर्ने त, त्यसको लागि चाहिँ तपाईँले मेरो टिकटकको सब्सक्रिप्सन लिनुपर्छ भन्दिनँ, यहीँ सिकाउँछ त, एकदमै सजिलो छ। यसको लागि चाहिँ तपाईँले पानाको बादशाह र पानाको मिस्टी चाहिँ लिनुहुन्छ अनि तल र माथि चाहिँ यसरी राख्नुहुन्छ है त। अब जब देखाउन जानुहुन्छ तब जहाँ मन लाग्छ त्यहाँनिर स्टप भन्ने, तर हाम्रो फर्स्टको कार्ड यहाँ गइसकेको हुन्छ। जहाँ मन लाग्छ त्यहाँनिर स्टप, जहाँ पनि स्टप भन्न पाए त्यहाँनिर एउटा कार्डलाई पल्टाउने, किनकि अब यसको माथि यो कार्ड जब राख्नुहुन्छ यो क्विन अफ हार्ट हुन्छ होइन। फेरि माथिबाट रिपिट गर्ने यसरी, जहाँ मन लाग्छ त्यहाँनिर स्टप भन्छ, अब नेक्स्ट टाइम जान्छ क्विन अफ किङ अफ हार्ट होइन, यस्तो माथि जान्छ। अनि जहाँनिर पल्टेको थियो कार्ड त्यहाँनिर गएर हामीले पल्टेको कार्डको माथिको कार्ड लियौँ भने चाहिँ त्यो चाहिँ क्विन अफ हार्ट र किङ अफ हार्ट हुन्छ। यो चाहिँ तपाईँले गर्लफ्रेन्डलाई पनि देखाउनुहुन्छ, बोयफ्रेन्डलाई पनि देखाउनुहुन्छ, अनि इम्प्रेस त पार्ने भइहाल्यो। अनि भ्यालेन्टाइन्सको प्रपोजल पनि यस हुन्छ है।